everyone. Lots of happy love. Welcome back to my YouTube channel. तपाईहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। आज चाहिँ म मुलाको सुकेको मुलाको अचार बनाउन चाहदैछु। मैले चाहिँ कति 2 दिन जति मुलालाई काटेर सुकाएको थियो अनि त्यो चाहिँ अहिले यस्तो अवस्थामा छ। मैले चाहिँ खुर्सानी र मुलालाई चाहिँ काटेर सुकाएको थियो 2 दिन। अहिले चाहिँ घाम बेसरी लाग्ने छ नि त, त्यही भएर 2 दिनमा यो त यस्तो अवस्था पुगिसकेछ। अब म यसको अचार बनाउँछु। भिडियो पनि केको बनाउने, के कन्टेन्ट नै के बनाउने कन्टेन्ट नै केही थाहा छैन, त्यही भएर मैले केही भिडियो नि बनाइराखेन आजभोलि। अनि अहिले चाहिँ म मुलाको अचार बनाउनलाई मसलाहरू रेडी गर्छु, हेर्दै गर्नु होला। मैले प्यान बसाले, एकछिन तताउन दिए। मेरो चाहिँ मुला धेरै छ। मैले चाहिँ धनिया अलिकति अनि तिल अलिकति टिमुर हाले। अब म यसलाई चाहिँ भुट्छु। मैले यो सबै मसलाहरू चाहिँ भुटेर अब रेडी भइसक्यो। अब चाहिँ म यसलाई चाहिँ औखलेमा हालेर कुट्छु। अब फेरि मैले कराई बसाले। अब चाहिँ म यसमा तेल हालेर, यो चाहिँ रहेको छ हाम्रो गाउँको लोकल तोरीको तेल। यो चाहिँ चप गरेर राखेको लसुन। अब चाहिँ म यसलाई पुराउँछु। मैले चाहिँ यसरी नै बनाउँछु। अब तपाईहरुले कसरी बनाउनुहुन्छ त्यो चाहिँ थाहा छैन। मैले चाहिँ सबभन्दा पहिला खुर्सानी हाल्नु पर्ने, त्यो चाहिँ बिर्सेछु। यो चाहिँ रहेको छ हामीले अघि तयार पारेको मसला। मैले चाहिँ त्यसलाई ओखलेमा कुटेर अब चाहिँ एकछिन भुट्छु म यसलाई। हल्का पाक्न दिउँ न यसलाई। मैले खुर्सानी चाहिँ लास्टमा हाले, मैले बिर्सेर। अब मेरो बिस्तारै मसला रेडी हुँदैछ। अब नुन थोरै राखौँ। अब यो चाहिँ मेरो रेडी भइसक्यो। अब चाहिँ म यसलाई एकछिन सेलाउन राख्छु, त्यसपछि एकछिनपछि जारमा हाल्छु। अब चाहिँ म यसलाई यो हालेर अब चाहिँ म मोल्छु। यो मेरो सबै मसलाहरू हाल्नु पर्यो अनि अब म मोल्छु। यो त लास्टै तातो छ। यसलाई चाहिँ राम्रोसँग मोल्नुपर्छ, फेरि मसलाहरू पस्दैन। राम्रोसँग मसलाहरू सोस्ने गरी चलाउनु पर्छ। यो रहेको छ मैले बनाएको अचार। अब यो चाहिँ अचार रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ गाइस कति राम्रो कलरफुल भइसक्यो। अब चाहिँ म यसलाई जारमा हालेर राख्छु। यो रहेको छ हामीले तयार पारेको अचार। अब चाहिँ म यसलाई जारमा हाल्छु। अचार चाहिँ यति मात्र भएछ। हेर्दै कस्तो खाउ लाग्ने।
यो साथीहरू मैले अचार बनाएर सकिसक्यो। अब चाहिँ म भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु। मैले चाहिँ अचार सधैँ यसरी नै बनाउँछु। अब तपाईँहरूले बनाउने कसरी हो, तपाईँहरूको तरिका अलगै, मेरो तरिका अलगै, तर म चाहिँ सधैँ यसरी नै बनाएर खान्छु। मलाई चाहिँ मिठो लाग्छ यसरी नै। अनि भिडियो बनाउनलाई केही कन्टेन्ट पनि पाउँदैन क्या, के बनाउनु तपाईँहरू के हेर्न चाहनुहुन्छ, यस्तो भन्नु च्यालेन्ज हेर्न चाहनुहुन्छ भने म र मेरो बहिनी च्यालेन्ज गर्न पनि रेडी छु। अरू त के भन्नु, म प्राङ्क गर्न त सक्दिनँ। त्यही हो आजलाई चाहिँ यति नै। मैले चाहिँ मुलाको अचार बनाएर रेडी भइसक्यो। अब त्यसलाई मैले राखी पनि सक्यो। अब केही टाइमपछि खाना मिल्छ, 1-2 दिनपछि मिठो हुन्छ नि। साथीहरू अहिले चाहिँ म भिडियोलाई अहिले भिडियो चाहिँ म यहीँसम्म मात्र हो। अहिले चाहिँ भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। तपाईँहरू राम्रोसँग बस्नु, सेफ बस्नु। अहिले गर्मी नेपालमा धेरै छ। राम्रोसँग बसेर शीतलमा चिसो जुस खानु, बस्नु, पानी धेरै खानु, स्वस्थ रहनुहोस्। अहिले चाहिँ यति नै। बाई बाई, सी यू।